नमस्कार, म मनोहर केसी। म आज तपाईहरुलाई हार्मोनियम सही तरिकाले कसरी सिक्ने भन्ने बारेमा बताउन गइरहेको छु। अहिले यो सिकाइ हार्मोनियम बजाउन नजान्ने र बजाए पनि सही तरिकाबाट बजाउन नजान्नेहरुका लागि हो। हामी सुरुमा हार्मोनियमको पोजिसन कसरी राख्ने भन्दा हामी पलेटी कसेर बस्दा दुईटा घुँडाको बीचमा हार्मोनियमको बायाँ साइडलाई पारेर हार्मोनियमको दायाँ साइड हल्का अगाडि राखेर हल्का छड्के पार्दछौं र हिन्दुस्तानी संगीत पद्धति अनुसारले हार्मोनियममा को 3 भागमा बाँडेको छ, 3 सप्तकमा बाँडेको छ। पहिलो सप्तक विलम्बित सप्तक, मध्य र तार सप्तक भनिन्छ, यानी लो, मिडल र हाई। र एक सप्तकमा शुद्ध 7 स्वर र 5 वटा सहायक स्वरले 12 स्वर हुन्छ र 5 वटामा 12 स्वरमा दुईटा स्वर जस्तो सा यो र प शुद्ध स्वर अटल हुन्छ, यो सिंगल हुन्छ, यसको कुनै सहायक स्वर हुँदैन र अरूहरुको म एउटाको तीव्र हुन्छ। जस्तै यो हामीले यसलाई म मान्यौं भने यो तीव्र भयो, यो ग को कोमल भयो, यो रे को कोमल भयो, यो ध को कोमल यो कालो भयो, नि को कोमल यो भयो। यसरी हामीले गर्छौं। हामीले हार्मोनियम बजाउँदा जहिले पनि सा कसले मान्ने भनेर हामी कन्फ्युज हुन्छौं। हाम्रो स्वर रेगुलर हामी बोल्दाखेरि त्यो स्वर चाहिँ कुन स्वरमा हार्मोनियमको स्वरमा म्याच गर्छ त्यो पहिला ख्याल गर्नुपर्छ। र अब मैले आज यहाँ यसलाई सा मानेर हामीले सुरु गर्दछु र यसलाई वेस्टर्न संगीत अनुसारले यसलाई सी मान्दछन्। सी डी ई एफ जी ए बी सी यो चाहिँ अटल हुन्छ उनीहरुको। हाम्रो चाहिँ सा जहाँ माने पनि भयो। मैले अहिले यसलाई सा मानेर तपाईहरुलाई बताउँदै छु। यता जाँदाखेरि हामी आरोह भन्छौं भने यता फर्किँदा अवरोह भन्छौं। अब हामी यहाँबाट सुरु गर्छौं र यो हार्मोनियमको स्वर र हाम्रो जुन भोइस, हाम्रो स्वर म्याच हुनुपर्छ, एउटै हुनुपर्छ, छुटिनु हुँदैन। जसरी सा अलङ्कार गर्छौं हामी, यो अलङ्कार भनिन्छ यसलाई। सा रे ग म प ध नि सा। हामी माथि जाँदा हामीले यहाँ पुगेपछि यो बुढी औँलालाई मुनिबाट यसरी लान्छौं र तल आउँदाखेरि हामी यहाँ आएर यो साइले औँलालाई यसरी माथिबाट लान्छौं। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। यसरी हामी अलङ्कार प्रयास गर्नेछौं। हरेक दिन तपाईले धेरै गर्नु पर्दैन, 10 मिनेटमा त अभ्यास गर्नुभयो भने 3 महिनाभित्र नै भजन गीत गाउन सक्ने हुनुहुन्छ र प्रयास चाहिँ गर्नु पर्यो। म आज तपाईहरुलाई यति सिकाउँछु। अब अर्को एपिसोडमा म तपाईलाई अर्को भागमा अलङ्कार कसरी बजाउने, औँलाहरू कसरी चाल्ने म त्यो सिकाउन गइरहेको छु। र मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला, हेर्दै गर्नुहोला। अर्को भागमा फेरि भेटौँला। हस्त, धन्यवाद।